साथीहरु नमस्कार। आज हामी टिआई रेस्ट्रोमा तपाईको एपको फर्ममा कसरी इन्स्टल गर्ने वा टिआई रेस्ट्रोको तपाईको एप्लिकेशन्सलाई कसरी आफ्नो एपको फर्ममा इन्स्टल गर्ने भन्ने बारेमा हामी हेर्न गइरहेका छौं। सो त्यसको लागि तपाईहरुले आफ्नो रेस्टुरेन्ट्सको अलरेडी प्रोवाइड गरिएको पेजमा जानुपर्ने हुन्छ सर्वप्रथम। सो त्यसको लागि हामी अलरेडी यहाँ टेस्टको लागि tiresto.com/restaurant/saffron darbar multi cuisine restaurants भन्ने पेजमा जाँदै छौं। सो तपाईहरु यसै गरी आफ्नो रेस्टुरेन्टको डेडिकेटेड पेजमा जानु होला। पेजमा गएपछि तपाई पीसीमा हुनुहुन्छ र पीसीमा तपाई एपको फर्ममा इन्स्टल गर्न चाहनुहुन्छ भने तपाई सिम्पली 3 डट्समा जानुहोस्, त्यसपछि सेभ कास्ट एन्ड शेयरमा जानुहोस् र इन्स्टल पेज एज एप। सो तपाईहरु हाम्रो एप्लिकेशन्स पीडब्ल्यूए फ्रेमवर्क यानी कि प्रोग्रेसिभ वेब एप फ्रेमवर्कमा बनेको हुनाले तपाईले वेब बेस्ड एप्लिकेशनलाई आफ्नो एन्ड्रोइड, आइओएस र पीसी जुनसुकै डिभाइसमा पनि इन्स्टल गर्न सक्नुहुनेछ। यो पीसी को तरिका भयो। यसपछि हामी आइओएस र एन्ड्रोइडमा कसरी गर्ने पनि हेर्ने छौं। सो सिम्पली हामी इन्स्टल पेज एज एप गरौँ र यसपछि तपाई देख्न सक्नुहुन्छ रेस्टुरेन्टले डेडिकेटेड आफ्नो युआरएल प्राप्त गर्न सक्नुहुन्छ। यदि तपाई रेस्टुरेन्टले आफ्नो वेब पेजमा दिएको फेभिकन सेटिंग्समा गएर आफ्नो रेस्टुरेन्ट्सको थीम, लोगो, आइकन आफ्नो अनुसार त्यहाँ दिएको सेटिंग्स अनुसार मिलाउनु भएको खण्डमा तपाईले आफ्नो कस्टम पेजेस पनि प्राप्त गर्न सक्नुहुन्छ र सिम्पली तपाईले इन्स्टलमा थिच दिनुभयो भने एप इन्स्टल हुनेछ। सो तपाईले देख्न सक्नुहुन्छ एप इन्स्टल भएको छ र तपाई स्याफ्रन दरबारलाई पिन टु ट्रान्सफर गर्न चाहनुहुन्छ भन्ने कुरा आएको छ। सो सिम्पली हामी यसलाई नो थ्याङ्क्स गरिदिन्छौँ अहिलेलाई र यसरी तपाईले वेबको फर्ममा आफ्नो एप्लिकेशन्स। सो अब चाहिँ साथीहरु हामी एन्ड्रोइडमा कसरी एप इन्स्टल गर्ने भनेर हेर्न गइरहेका छौं। सो त्यसको लागि सर्वप्रथम हामीले अघि पीसीमा भने जस्तै हामी यहाँ ब्राउजरमा पनि हाम्रो टिआई रेस्ट्रोको लिंक अलरेडी खोलिसकेको छौं, तपाई देख्न सक्नुहुन्छ। सो हामीले सिम्पली यो युआरएल यति मात्रै खोलिदिँदा हुन्छ। सो यो गरेर हामी फेरि पेजमा गयौं। सो तपाई फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने तपाई आफैलाई इन्स्टल एज एप भन्ने पपअप आफै आउनेछ। हामीले धेरैचोटि ट्राई गरिसके सो यहाँ आएको छैन। तपाई फर्स्ट टाइम भिजिट गर्नुहुन्छ भने एन्ड्रोइडमा बकायदा हजुरकोमा इन्स्टल एज एप अप्सन्स आउनेछ। सो नआएको खण्डमा सिम्पली 3 डट्समा जानु होला। सो तपाई एड टु होम स्क्रिन भन्ने अप्सनमा जानु होला। यहाँ गएपछि इन्स्टल एज एप या इन्स्टल एज सर्टकट छ। सो इन्स्टल एज एपमा जान्छौँ हामी। सो एपको नाम अटोमेटिकली आउनेछ। तपाई देख्न सक्नुहुन्छ द गोक्स स्टेसन क्याफे। मैले भने तपाईलाई माथि देखिएको अनुसार युआरएल वा तपाई आइकन राख्न चाहनुहुन्छ भने आफ्नो सेटिंग्समा गएर फेभिकन र आइकनमा चाहिँ तपाईले आफ्नो साइज अनुसारको आइकन सेटिंग्स मिलाउनु भयो भने एपको आइकन पनि चेन्ज हुनेछ। सो सिम्पली हामी इन्स्टल गरौँ। इन्स्टलिङ द गोक्स स्टेसन क्याफे यहाँ देख्न सक्नुहुन्छ इन्स्टल भइरहेको छ। सो आफ्टर सक्सेसफुल इन्स्टलेसन हामी यसलाई एपमा पनि खोलिहाल्ने छौं। सो हामी यहाँ देख्न सक्छौं माथि यसको स्टेज। सो एप इन्स्टल भइसकेको छ। सो अब हामी एपलाई चेक गरेर हेर्छौं। सो एप चेक गरेर हेर्नुपर्छ। तपाईं सिम्पली देख्न सक्नुहुन्छ यहाँ द गोक्स भन्ने एप बनि इन्स्टल भइसकेको छ। यसलाई सिम्पली खोल्दाखेरि द गोक्स स्टेसन क्याफे तपाईं माथि देख्न सक्नुहुन्छ टिआई रेस्ट्रो। सो सिम्पली एप स्क्यान हुँदैछ। सो एप स्क्यान भइसकेपछि हामी खोल्ने छौं। आफ्टर पोटेन्शियल सर्भिस सेक्युरिटी स्क्यान्स पछि एप खुल्नेछ। अब तपाईं देख्न सक्नुहुन्छ सिम्पली एपको फर्ममा खुलिसकेको छ। सो थ्याङ्क यू। यसै गरी हामी आइओएसमा कसरी गर्ने अब आइओएसमा पनि हेर्ने छौं। धन्यवाद। सो साथीहरु अब हामी आइओएसमा चाहिँ कसरी सेटअप गर्ने त ब्रान्डेड कस्टमर एप भनेर हेर्न गइरहेको छौं। सो तपाईले कस्टमर एपको लागि पहिला आफ्नो कुनै रेस्टुरेन्ट्सको आफ्नो नाम तपाई राख्नुपर्ने हुन्छ। तपाई देख्न सक्नुहुन्छ यहाँ ब्राउजरमा। सो यति देखेपछि तपाईले इन्टर गरिदिनुस्, साइट खुल्नेछ र तपाईले यहाँ त यो साइडमा दिएको शेयर आइकन्समा थिचेर तल दिएको एड टु होम स्क्रिनमा क्लिक गरिदिनु भयो भने तपाईको नाम सहित आउनेछ र तपाईले एड गरिदिनु भयो भने होम स्क्रिनमा एपको फर्ममा राख्नेछ। तपाई देख्न सक्नुहुन्छ यहाँ सजिलैसँग भइसकेको छ। सो थ्याङ्क यू।